नमस्कार, डेली नेप्स एनालाइसिस लिएर उपस्थित भइसकेको छु। म युएस कार्की र आजको यो भिडियोमा म तपाईहरुलाई आज दिनभरि मार्केटमा के भयो, अब के गर्न सकिन्छ र टेक्निकली मार्केट के कस्तो रहेको छ भनेर डिटेलमा बताउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि तपाईको स्टकको एनालाइसिस चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ र सुझाव सल्लाह छन् भने पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ है। र आजको क्यान्डल र भोल्युमलाई हेर्ने हो भने बेरिश क्यान्डल बनेको छ अथवा नेगेटिभ क्यान्डल बनेको छ र भोल्युमलाई हेर्ने हो भने भोल्युम एभरेज भोल्युम भन्दा केही कम आएको छ, तर हिजोको भन्दा केही बढेको छ भने मार्केट घटिरहँदा भोल्युम पनि बढ्नुलाई कसरी लिने अथवा अबको रणनीति हामीले कस्तो बनाउने भनेर भन्नुभन्दा पहिला म तपाईहरुलाई नेप्सेको सामान्य जानकारी गराउने छु। आज मार्केट 14.88 अंकले घट्न गई 2682.15 अंकमा बन्द भएको छ र आजको इन्ट्राडे ग्राफलाई हेर्ने हो भने सुरुवाती समयमा बजार केही साइडवेज रहेको थियो भने अन्तिम आवरमा बजारमा एग्रेसिभ सेलिङ आउँदा बजारमा दोहोरो अंकको गिरावट देखिन्छ र सब इन्डेक्सहरुलाई हेर्ने हो भने आज पनि अधिकांश सब इन्डेक्सहरु नेगेटिभ रहेका छन्। एउटा होटल सब इन्डेक्स भने पोजिटिभ रहेको छ 7 अंकले र त्यसैगरी म्युचुअल फन्ड पनि केही पोजिटिभ देखिन्छ भने अन्य सबै सब इन्डेक्सहरु नेगेटिभ रहेका छन्। र आजको मार्केटमा कारोबार भएका सम्पूर्ण कम्पनीहरु मध्ये 54 वटा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् भने 182 वटा कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् र 7 वटा कम्पनीका लगानीकर्ता अनचेन्जमा बस्न सफल भएका छन्। र आजको मार्केटमा सबैभन्दा बढी कमाउनेमा एमएलबीबीएल, जीएसवाई, बीडीसी, जीआरडीबीएल, रावा लगायतका कम्पनीका लगानीकर्ता रहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा एसएल, बीएसएल, एचपीपीएल, एसजीएससी, सीएफसीएल, एमईएचएल लगायतका कम्पनीका लगानीकर्ता रहेका छन्। आजको मार्केटमा टप टर्नओभर भने एचआरएल, एनआरएन, एनआरआईसी, जीआरडीबीएल, एचपीपीएल लगायतका कम्पनीको आएको छ भने टप ट्रान्जेक्सन एचआरएल, जीएमएलआई, एलआईसीएन, एमएलबीएल, जीएचएल लगायतका कम्पनीको भएको छ र टप भोल्युम भने जीएचएल, एचआरएल, एमएलबीएल, यूएमएचएल, एचपीपीएल लगायत कम्पनीको आएको छ र आजको मार्केटमा 5 अर्ब 14 करोड भन्दा बढी टर्नओभर आएको छ, जसमा 95,83,829 किता शेयरको कारोबार भएको छ र 54,622 वटा ट्रान्जेक्सन भएका छन् भने 311 वटा स्किपको कारोबार भएको छ र आजको मार्केट बन्द हुन्जेलसम्म 44 खर्ब भन्दा बढीको मार्केट क्यापिटलाइजेसन रहेको छ। यो त भयो नेप्सेको सामान्य जानकारी। अब टेक्निकली बजार के कस्तो रहेको छ भनेर हेरौं र आजको क्यान्डललाई हेर्ने हो भने नेगेटिभ क्यान्डल छ। भोल्युमलाई हेर्ने हो भने पनि एभरेज भन्दा कम भए तापनि मार्केट घटिरहँदा हिजोको तुलनामा केही बढेको देख्न सकिन्छ। यसले चाहिँ अझै सेलरहरु एक्टिभ हुँदैछन्, लगानीकर्तामा कन्फिडेन्स आइरहेको छैन र विशेष गरी राजावादीहरुको जुन आन्दोलनको तयारी छ त्यसले गर्दा लगानीकर्ताहरु तर्सेका छन्। कतै यो सरकार ढल्ने त हैन, देशमा राजनीतिक अस्थिरता आउने त हैन, कतै देश चाहिँ नराम्रो तरिकाले अगाडि बढ्ने हो कि भन्ने डर चाहिँ लगानीकर्तामा देखिन्छ र अब अर्को कति लगानीकर्ताहरुले त अब विश्व बजार नै घटिरहेको छ त्यसै कारणले पनि घटिरहेको भन्ने कुरा गरिरहेका पनि छन्, तर त्यो कारण पनि हुन सक्छ हैन भनेर भन्न सकिदैन। तर मुख्य कारण के हो भने हाम्रो देशको अहिलेको राजनीतिक अवस्था बिग्रिदै गइरहेको छ। जब बजार यो 2800 भन्दा तल झरेको थियो त्यो विषयमा पनि मैले कुरा गरेको थिएँ भन्दा पहिलाको भिडियोमा भने बजार अहिले धेरै नै तल आइसकेको छ र अब हामीले यो एरियाबाट यो सपोर्टको एरिया नै रहेको छ। हिजो अस्ति पनि करिब सपोर्टकै एरियामा थियो। हामीले हेर्ने हो भनेपछि यो अन्तिम भनेको 2670 देखि लिएर 2680 को यो 90 को एरिया भनेको एउटा सपोर्टको एरिया। यदि यो एरियाबाट मार्केट रिएक्सन देखाउँछ, अलिकति बढ्छ भने पनि तपाईले त्यसलाई चाहिँ सेल अपर्चुनिटीको रूपले युज गर्दा राम्रो हुन्छ। किनभने अब राजावादीहरु पनि खुट्टा उचालेर आन्दोलनको लागि अगाडि बढेका छन् भने अब सरकार पनि नर्मल तरिकाले नमान्ने देखिन्छ भने देशमा अलिकति हिंसा बढ्यो, बन्द भयो, त्यो तरिकाको भयो भने अलिकति के हुन्छ त अब शेयर बजारमा असर परिहाल्छ र त्यसले गर्दा शेयर बजार घट्ने नै गर्छ। तसर्थ तपाईहरु निस्किनका लागि, स्टप लसका लागि अथवा ब्रेक इभनका लागि सानो पुलब्याकमा चाहिँ हेर्न सक्नुहुन्छ है। जस्तो यो एरियाबाट बजार यसरी बढ्यो र माथिबाट यसरी घट्न थाल्यो भने त्यसमा चाहिँ तपाई बजारबाट निस्किने मौकाको हिसाबले लिन सक्नुहुन्छ है। र अब बजार विभिन्न इन्डिकेटरहरुबाट के कस्तो रहेको छ त्यो हेरौं र इन्डिकेटर हेर्नु भन्दा पहिला हामी हाइकेनेसीबाट बजार के कस्तो देखिन्छ त्यो हेरौं है। र हाइकेनेसीबाट बजारलाई हेर्ने हो भने सेल सिग्नल भ्यालिड नै रहेको छ, अहिलेसम्म बाइ आएको छैन। अब हाइकेनेसी पनि सपोर्ट एरियामा आएकोले अब यो एरियाबाट भोलि के गर्छ बजारले त्यो तपाई हामीले हेर्नुपर्ने देखिन्छ। र अब बजार
विभिन्न इन्डिकेटरबाट के कस्तो देखिन्छ त्यो हेरौँ। एडीबाट हेर्ने हो भने सार्प डिस्ट्रिब्युट देखिन्छ। बुलिन्जर ब्यान्डबाट हेर्ने हो भने बुलिन्जर ब्यान्डको यो जुन लोअर ब्यान्ड छ त्यसमा नआइकन लोअर ब्यान्ड तल मोडिएको देखिन्छ भने यो पनि अलिकति नेगेटिभ हो है। बजारले स्ट्रेन्थ लुज गर्दैछ भन्ने हुन्छ र एउटा सपोर्टको हिसाबले करिब करिब यही एरियाबाट सानो पुलब्याक मिड ब्यान्डसम्म पनि जान्छ भने त्यो हाम्रा लागि सेल अपर्च्युनिटी हुन सक्छ। त्यो तरिकाले तपाईहरुले हेर्नु होला। अहिले बजार त्यति पोजिटिभ देखिएको छैन र आन्दोलन चर्किँदै गएर विशेष गरी म तपाईहरुलाई के भनिरहेको छु भने टेक्निकलले के देखाउँदैछ त्यो तपाई नहेर्नुस्। टेक्निकलले यो एरियामा नै देखाइसक्या हो है। स्मार्ट मनीले यो एरियातिर नै जुन 2800 भन्दा तल गयो त्यसले नै देखाइसकेको हो बिग्रिदै छ भनेर। त्यसैले टेक्निकल भन्दा पनि तपाईहरु राजनीतिक घटनाक्रम कता बढ्दैछन् र त्यसले चाहिँ अर्थनीतिलाई कतिको प्रभाव पार्छ भनेर त्यो कुरामा तपाई ध्यान दिएर बजारलाई एनालाइज गर्नु होला है। त्यो कुरासँग तुलना गर्दै र त्यसपछि हामीले इचिमोको क्लाउडबाट हेर्ने हो भने क्लाउडमा आइसकेको छ। सायद भोलिको मार्केटले अलिकति रियाक्सन चाहिँ देखाउन सक्छ है। धेरै कुराको यो एरिया सपोर्ट रहेको छ। एमएफआईबाट हेर्ने हो भने एमएफआईमा बजारमा के देखिन्छ त अलिकति स्मार्ट मनीको एक्जिट नै देखिरहेको छ। त्यसैले अलि तपाईहरुले चाहिँ के गर्नुपर्ने देखिन्छ त अलि केयरफुल हुनुपर्ने नै देखिरहेको छ। र हामीले एमएसिडी बाट हेर्ने हो भने एमएसिडी मा सेल सिग्नल भ्यालिड नै रहेको छ। अब जिरो लाइनको आसपासतिर एमएसिडी लाइन आएको छ। यतातिर अब अलिकति के लाइट तरिकाले यो हिस्टोग्रामहरु बन्न सक्छन् तर एकदमै स्ट्रङली बजार बढ्ने अवस्था चाहिँ देखिरहेको छैन है। र बजारलाई आरएसआई बाट हेर्ने हो भने आरएसआई मा पनि बजार नेगेटिभ नै छ। करिब करिब 38 को आसपासतिर आइसकेको छ भने अब बजारमा त्यस्तो स्ट्रेन्थ छैन भन्ने हुन्छ है। अब पछिल्लो समय घटाएको स्ट्रेन्थमा पनि केही कमी चाहिँ आएको देखिन्छ तर बजार चाहिँ पोजिटिभ हुने तरिकाको पनि देखिएको छैन। समग्रमा मैले के भने त इन्डिकेटरहरुबाट हेर्दा प्राइस एक्सनबाट हेर्दा बजारमा अहिलेका लागि वेट गरौँ। सानो पुलब्याक जान्छ भने त्यसलाई हामी सेल अपर्च्युनिटीको रूपले युज गरौँ र यदि बजार यो एरियादेखि राजनीतिक अवस्था पनि सुध्रिँदै जान्छ र बजारले पनि यो 2800 को एरिया भनौँ न 2700 60 70 को एरियालाई भुदुम सहित ब्रेकआउट गर्छ भने त्यसपछि तपाई हामी के गर्न सक्छौं त न्यू बाई पनि गर्न सक्छौं। अहिलेका लागि वेट एन्ड सी सानो पुलब्याकलाई बाई अपर्च्युनिटीको सेल अपर्च्युनिटीको तरिकाले लिउँ भनेर हामीले बुझ्नुपर्छ। र अब तपाईहरुले हिजोको भिडियोमा गर्नुभएका कमेन्टको आधारमा तपाईहरुका स्टकको एनालाइसिस गर्ने छु। साथै तपाईको स्टकको एनालाइसिस चाहनुहुन्छ भने तपाईले के गर्न सक्नुहुन्छ त कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। र अब लागौं तपाईहरुको कमेन्ट तर्फ। एनएफएस 1225 मा बाई सेल एन्ड होल्ड भन्नु भएको छ। अब एनएफएस को अवस्थालाई हेर्ने हो भने अब एनएफएस अब अहिले त 1200 तिर किनेकोलाई वेट गरौँ। अलिकति अझै तल घट्यो भने एभरेज गरौँ भन्न सकिन्छ। किन 1200 भनेपछि करिब करिब 50% नै तपाईलाई घाटा भइसक्यो भने अब यो एरियाबाट नि अब खस्यो भनेपछि देखिने भनेको त्यसको अलि तलैको एरिया छ। तर पनि म अहिलेका लागि वेट भन्छु है। बरु अस्ति यो 800 900 तिर 850 तिर चाहिँ हेर्न सके तर अहिले वेट है। यो एरिया नि अब अलिकति एक्युमुलेसन पनि देखिरहेछ तर त्यस्तो राम्रै एक्युमुलेसन त छैन। र अब 1200 मा किनेको स्टप लसको क्राइटेरिया पनि छैन है। 50% कसरी तपाईलाई स्टप लस भनौं तर पोजिटिभ चाहिँ भएको छैन है। त्यो तरिकाले बुझौं। अब तपाईले आफ्नो सम्पत्ति कसरी हेर्न सक्नुहुन्छ। अहिले चाहिँ होल्ड नै भनौं कि जस्तो पनि लाग्छ। र सिन्धु कतिसम्म के हो बाई गर्दा हुन्छ सर भन्नु म सिन्धु लो क्याप डेभलपमेन्ट बैंक नकिन्नुस् भन्छु है। एसआईएन सिधै नहेरिकनै पनि के भन्छु म नकिन्नुस् भन्छु। अब स्मार्ट ट्रेडरले के गर्ने हो भने यो तल्लो यो एरिया छ नि यो एरियामा किन्न सकिन्छ है। तपाईहरुलाई म भन्छु यो एरिया भनेको करिब करिब जुन जसले किनेको छ तिनीहरुको एभरेज प्राइस पनि छ। अब तपाईहरु यसरी बढ्दाखेरि सेल गर्न डराउनुहुन्छ सक्नुहुन्न भनेपछि त अलि गाह्रो हुन्छ। त्यसैले तपाईहरुले चाहिँ अहिले एग्रेसिभ भएर किन्नु त्यति राम्रो छैन। बरु पैसा छन् भने मजाले बैंकमा राख्नु दिनुस्, मजाले होल्ड गर्नुस्, बरु ब्रोकरलाई चलाउन दिनुस्। पछि समय परिस्थिति राम्रो बनेको बेला बलि कोलेटर माग्नुस्। यस्तो अवस्थामा हाम्रो बजारमा चाहिँ ट्रेडिङ गर्नु त्यति राम्रो हैन। र मार्केटको आज अन्तिम आवरले पनि के देखाएको छ त अलिकति सेलिङ प्रेसर नै देखाएको छ है। त्यो तरिकाले बुझ्नुस्। र सिन्धु पनि नकिन्नुस् नै भन्छु है। म त यो एरियादेखि नै नकिन्नुस् भने त्यसपछि एउटा सानो स्विङ त्यसपछि ठुलो स्विङ गयो तर नकिन्नुस् नै भने है। अहिले चाहिँ बरु सेलका लागि हेर्ने अवस्थामा तपाई बाईका लागि नसोध्नुस्। बरु 1-2 दिन सर्किट हान्छ भने नि त्यतिर ध्यान नदिनुस्। आरएलएफएल सर भन्नु भएको छ। आरएलएफएल लाई हेर्ने हो भने रिलायन्स फाइनान्स लाई हेर्ने हो भने रिलायन्स को अब तल्लो एरियामा छ सपोर्टको एरियामा छ। अब
यो माथिल्लो एरिया राम्रै गरेको थियो, यो एरियाको ब्रेकडाउन हुनु नै मैले के भनेको थिएँ, सेल सिग्नल भनेको थिएँ है। 600 भन्दा तल जान्छ भने त तपाईँले आँखा चिम्मो गरेर सेल गर्नुहोस् भन्ने कुरा पनि गरेको थिएँ भने तल नै आएको छ। अब यो तल्लो एरियामा तपाईँले सपोर्टको एरियामा छ, सानो पुलब्याक जान्छ भने त्यसलाई सेल अपर्च्युनिटीको तरिकाले लिँदा हुन्छ र सानो पुलब्याक चाहिँ आउन सक्छ है बजारमा। अब स्मार्ट मनीले पनि अलि माथि गएपछि चाहिँ सेल गर्ने गर्छन् र एनएलआइसी भन्नुभएको छ, एनएलआइसीलाई पनि हेरौँ। एनएलआइसी को अवस्था के कस्तो रहेको छ। अब बजारै नेगेटिभ भएको बेला अब एक दुईटा कम्पनी बढ्दैन, तर सपोर्टको एरियामा छ। तपाईँ प्रोफिटमा हुनुहुन्छ भने अलिकति सानोतिनो पुलब्याकमा पनि निस्किँदा नै राम्रो, तर अहिलेका लागि वेट एन्ड सी है। र त्यसपछि अर्को कमेन्ट प्रभु एनएमबी बारेमा भन्नु पर्यो भन्नुभएको छ। अब प्रभुलाई हेर्ने हो भने प्रभु पनि सपोर्टको एरियामा छ, तर म तपाईँहरूलाई के भन्छु भने यदि बजारमा सेलिङ आयो, बजार चाहिँ यो एरियाबाट तल गयो, राजनीतिक अवस्था झन्झन बिग्रियो भने अझै घट्छन् है। करिब करिब हामी यो तल्लो एरियातिर पनि देख्न सक्छौँ बजारलाई। त्यसैले केयरफुल हुनुहोस्, यो एरियामा अलिकति उ छ भने सेल गरेर त्यो तरिकाले पनि हेर्न सक्नुहुन्छ है। र एनएमबी के छ, एनएमबीलाई हेर्ने हो भने एनएमबी के देखिन्छ त, एनएमबी पनि त्यस्तै छ, अलिकति माथि तान्ने त्यसपछि सेलिङ दिने गरिरहेछन् भने हामीले त्यस्तो एग्रेसिभ चाहिँ हुनु हुँदैन है बजारमा। छ भने बरु होल्ड गर्ने तरिकाले हेर्ने, तर बाइका लागि चाहिँ एग्रेसिभ नहुनुहोस्। तपाईँले स्टप लस हान्नु भन्दा पनि अहिले पैसा नै क्यास राख्नु। यस्तो अवस्थामा अब हाम्रो बजारमा सर्ट सेल छैन, सर्ट सेल नभएपछि हामीले कमाउन सक्दैनौँ, बढ्दा मात्रै कमाउने। त्यसैले यो बेला राजनीति बिग्रिरहेको बेला चाहिँ हामीले के हेर्ने होइन त, बजारमा चाहिँ लगानी गर्नका लागि हेर्ने होइन, बरु राजनीति सुध्रिने अवस्था आयो, सहमति हुने जस्तो भयो भने बरु अलिकति माथि बढेपछि किन होला, यो चाहिँ हाम्रो लागि राम्रो हुन्छ। र अब सब इन्डेक्सहरूको अवस्था के कस्तो छ त्यो हेरौँ। सबैभन्दा पहिला ब्याङ्किङलाई हेरौँ। अब ब्याङ्किङको पनि त्यही हो है, अब स्टक केही हेरिहाल्यौँ हामीले, ब्याङ्किङ पनि त्यति पोजिटिभ देखिँदैन। हामी डेभलपमेन्ट ब्याङ्कलाई हेरौँ, डेभलपमेन्ट ब्याङ्क पनि खासै त्यस्तो एकदमै राम्रो देखिएको छैन, वेट नै देखिन्छ। फाइनेन्सलाई हेरौँ, फाइनेन्स पनि त्यस्तै छ है, खासै त्यति राम्रो देखिएको छैन। यहाँ हेर्न सक्नुहुन्छ त्यस्तो खासै पोजिटिभ देखिएको छैन। फाइनेन्स पछि हामी माइक्रोलाई हेरौँ, माइक्रो पनि त्यस्तो एकदमै राम्रो देखिएको छैन, वेट नै गरौँ। माइक्रो पछि हामीले हेर्ने भनेको अर्को हाइड्रोलाई हेरौँ। हाइड्रो पनि माथिल्लो एरियामा लामो समय डिस्ट्रिब्युट भएर तल आयो भनेपछि यसलाई पनि वेट गरौँ। अब त यो एरियालाई पनि ब्रेकडाउन गरेको छ भने हाइड्रोमा पनि बिस्तारै स्मार्ट मनी एक्जिट हुँदैछ भन्ने देखिरहेको छ। हाइड्रो पछि हामी अर्को सेक्टर हेरौँ, होटेल हेरौँ। आज होटेलमा अलिकति पोजिटिभ देखिरहेको थियो, तर त्यो पोजिटिभ पनि सस्टेन चाहिँ भएन है, पछि केही घटेको देखिन्छ। यो एरियामा अलिकति रोकिएको छ भने बरु अलिक बढाइलाई चाहिँ तपाईँहरूले सेल अपर्च्युनिटीको हिसाबले युज गर्नुहोस्। होटेल्स पछि हाम्रो अर्को स्टक रहेको छ। होटेल्स पछि हाम्रो अर्को सेक्टर कुन छ भनेपछिमा हामी हेरौँ इन्भेस्टमेन्टलाई हेरौँ है। इन्भेस्टमेन्टलाई हेर्ने हो भने इन्भेस्टमेन्ट पनि के छ त, अलिकति केही नेगेटिभ नै देखिन्छ। इन्भेस्टमेन्ट पछि हामी अदरलाई हेरौँ, अदर सेक्टरलाई हेर्ने हो भने अदर सेक्टर पनि अलिकति नेगेटिभ नै देखिन्छ है। यो एरियामा रोकिन्छ कि भन्ने आशा थियो, हुन त अझै सपोर्टमा छ, तर पनि भोल्युम घटिरहेको भए तापनि के छ त, स्मार्ट मनीले बिस्तारै एक्जिट गरिरहेका छन्, एग्रेसिभ देखिएका छैनन्, अझै टाइम छ भन्ने तरिकाको छ। अहिले हामी किन्नका लागि त्यस्तो एग्रेसिभ नबनौँ, तर वेट एन्ड सी त्यो तरिकाले हेर्दा हुन्छ है। र अदर सेक्टर पछि हामी अर्को हेरौँ, म्यानुफ्याक्चर हेरौँ है। म्यानुफ्याक्चरमा अस्ति राम्रो मुभ आउन खोजिरहेको थियो, तर यही राजनीतिक अवस्था बिग्रेको कारणले केही छ, तर सपोर्टमा रोकिएको छ। तर अलिक बढाइलाई चाहिँ डिस्ट्रिब्युटको तरिकाले हेर्नुहोस् है। अहिले म चाहिँ बजारप्रति त्यति पोजिटिभ छैन, व्यक्तिगत धारणाले पनि छैन, टेक्निकली पनि मैले त्यस्तो देखेको छैन। स्मार्ट मनीबाट पनि हेर्ने हो भने बजार अलिकति लुज नै देखिएको छ है। हुन त कतिजनालाई अब यसले जतिखेर नि सेल नै भनिरहेको छ, बजारमा नेगेटिभिटी फैलाउनको लागि भनेर पनि कुरा गर्नुहुन्छ होला, तर पनि के हो भनेपछिमा बजार जस्तो देखिन्छ त्यस्तो चाहिँ हामीले बोल्ने हो है। र मैले पहिला पनि यदि राजावादीको आन्दोलन त्यो तरिकाले अगाडि बढ्ने जस्तो भयो भने बजार चाहिँ घट्ने नै हुन्छ भन्ने तरिकाले पनि कुरा गरेको थिएँ है। त्यो कुरा पनि मैले अस्ति 2800 भन्दा तल नजाँदै पहिले भनेको थिएँ है। त्यो कुरा पनि तपाईँहरूले बुझ्नु होला। र त्यसपछि अब हाम्रो अर्को छ नन लाइफलाई हेरौँ है। नन लाइफलाई हेर्ने हो भने नन लाइफ इन्सुरेन्स के छ त, नन लाइफ पनि नेगेटिभ नै छ, सपोर्टको आसपासतिर आएको छ। र नन लाइफ पछि लाइफलाई हेरौँ, लाइफ इन्सुरेन्सको के कस्तो रहेको छ। लाइफ इन्सुरेन्सलाई हेर्ने हो भने लाइफ इन्सुरेन्स पनि
अलिकति केही नेगेटिभ नै रहेको छ। यो एरियाबाट अब के गर्छ है हामीहरू, तर बाईका लागि त त्यस्तो राम्रो छैन भने नि भयो। लाइफलाई त मैले यो रेसिस्टेन्ट ब्रेकआउट नगर्दा नै सेल भनेको थिएँ, हुन त अलि माथिबाटै फर्किन सक्छ भन्ने कुरा गरेको थिएँ, तर त्यो हुन सकेन। अहिले राजनीतिक कारण बिग्रिनाले नै सेलिङ देखिरहेछ। अलिकति घटेर तल आएपछि त अहिले घाटामा बेचे भने जस्तो तपाईँसँग एचआरएल छ, तपाईँ 1100-1100मा फस्नुभयो, तर अहिले 1100मा फसेको मान्छेले 1100मा फसेको मान्छेले 1000मा बेचेर भोलि 700मा किन्नुभयो भने त तपाईँलाई फाइदा हुन्छ नि त। यदि ठुलै फल आउँछ यसमा चाहिँ तपाईँ ढुक्क हुनुहोस्। यदि 15 गते जुन राजावादीको आन्दोलन छ त्यसमा अस्तिको जस्तो जनसहभागिता हुन्छ भने त्यसपछि बजारमा ठुलो फल चाहिँ आउँछ, यसमा ढुक्क हुनुहोस्। र त्यसपछि अब हामीले सेक्टरहरू सिद्धिए है। अब ट्रेडिङ है, ट्रेडिङलाई हेरौँ। ट्रेडिङ हुन त अब दुईटा मात्रै स्टक छन्, दुईटा स्टक भएकोले अब यो चाहिँ अलि रोकिएको छ। सुरुवातीमा चाहिँ बीबीसीलाई अलि रोकेर चाहिँ बजार नघटे जस्तो ग्रिन बनाए जस्तो गरिरहेको थिए, आज त्यो तरिकाले प्ले गरिरहेको थिए, ल अन्तिममा घटाएकोले अलिक घटेको छ है। समग्रमा हामीले सब इन्डेक्सबाट पनि नेप्सेलाई हेर्ने हो भने बजार घट्ने नै देखिन्छ है, त्यस्तो पोजिटिभ देखिएको छैन। र सपोर्टको एरियामा आएकोले यहाँबाट अलिकति पुलब्याक हुन्छ भनेपछि तपाईँ त्यसलाई चाहिँ सेलिङ अपर्च्युनिटी लिने हो। र यदि बजारले 2760 भन्दा माथि गयो, भोल्युम पनि बढ्यो, बजारमा पोजिटिभिटी आयो भनेपछि त्यसपछि मात्रै हामीले के गर्ने हो त बाईका लागि हेर्ने हो। अहिलेका लागि हामीले वेट एन्ड सी गर्नु र एकदमै केयरफुल हुनुपर्ने देखिन्छ है बजारमा। हस् त साथीहरू, आजलाई यो भिडियो यति नै। बाँकी कुराहरू आउँदा भिडियोहरूमा गर्ने नै छौँ। भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।